welcome back to my YouTube channel. Hope you all are doing blessed. म चाहिँ मनिका बराम गोर्खाबाट. यदि तपाईहरु मेरो YouTube च्यानलमा नयाँ हुनुहुन्छ भने प्लिज डु सब्स्क्राइब माई YouTube च्यानल. अनि आज चाहिँ म हाम्रो चर्चमा आएको छु किनभने आज हाम्रो भाइ आशिष र बहिनी जमुनाको रिसेप्सन पार्टी छ. त्यसमा हामी आएका छौँ है. सबैजना आफ्नो काममा व्यस्त हुनुहुन्छ है. यहाँनिर चाहिँ हाम्रो बहिनीहरू केही काम नभएर झ्याउ लाएर बसिरहेछ. यता हेर्दै नि एजरा र प्रेमिका हिरोइन. तिमीहरू हिरोइन होइन नाटकीहरू. ल हेलो भन्छ सबलाई. ल के भन्न चाहन्छ के भनेको है मनिका दिदीको भिडियोलाई सब्स्क्राइब गरिदिनु होला अरे. ल है त ल गाइज गरिदिनु होला है. ल गाइज है यहाँ चाहिँ हाम्रो आज रिसेप्सनको दिन. पुरा यहाँ काँक्रो छिल्ने काम, प्याज छिल्ने काम, काटकुटको काम भइरहेछ है. हाम्रो काँक्रो छिल्नेमा हुनुहुन्छ मिस्टर सुरज बराम, मिस्टर चर्चित बराम र मिस्टर सम्राट सुनार हुनुहुन्छ. अनि यता चाहिँ हाम्रो आदरणीय जीवन दाई आमा धेरै लामो समयपछि कुक हाम्रो माझमा हुनुहुन्छ है. हाम्रो पहिल्यैदेखिको ब्रान्डेड कुक. ल हेर्नु न यहाँ प्याज काट्ने स्टाइल पनि यस्तो छ. यस्तो हो नि त. अनि कान्छा ल है त यता चाहिँ के पाक्दैछ. यता चाहिँ किचनमा यो चाहिँ के हो भाइ? राजमा. ल ठिक छ. यहाँ हाम्रो अहिलेको जल्दो बल्दो कुक उहाँ चाहिँ है गाइज. ल यता चाहिँ हाम्रो यहाँ खसी काटकुट कार्यक्रम भइरहेको छ. यहाँ खसी मासु. ल यहाँ चाहिँ हाम्रो बुवा हुनुहुन्छ. यो कुकुर यो झोला हालेर लाने यो बेलुका खाना. ल ठिक छ. के हो त त्यो चाहिँ? ए हड्डी निकाल्दै हो टाउको. ल ठिक छ. ल है गाइज हाम्रो मासु काट्नेमा हुनुहुन्छ हाम्रो अङ्कल जी र हाम्रो रोशन सर. भाग लाउने काम भइरहेछ यहाँ. काटकुटको काम, टुक्र्याउने काम भइरहेको छ. अनि गाइज यहाँ चाहिँ भित्र रेडी हुँदैछ, प्र्याक्टिस हुँदैछ है. ल फाइनल्ली गाइज आजको नवबेहुला र नवबेहुली आइपुग्नु भइसकेको छ. लजाउँदै दुईजना हात समातेर आउने हो नि त. कस्तो हो त एक्लै अगाडि र पछाडि. हेत्तेरिका. जयमसी स्वागत छ दुवैजनालाई. सँगै हात उठाएर आउनु छैन. हामी सुरुमा परमेश्वरलाई हामी धन्यवाद दिएर हामी अगाडि बढ्नेछौँ. हामी आउनुहोस् प्रार्थना गर्नेछौँ. तपाईँहरू मसँगै प्रार्थनामा सहभागी हुन सक्नुहुनेछ. र हामी आजको यो विशेष यो विवाह उत्सवलाई हामी अगाडि बढाउनेछौँ. आउनुहोस् हामी प्रार्थना गर्नेछौँ. प्रार्थनामा मसँगै सहभागी हुन सक्नुहुनेछ. स्वर्ग अनि पृथ्वीको मालिक परमेश्वर प्रभु तपाईँ परम प्रभुलाई धन्यवाद. तपाईँको नाउँलाई महिमा, आदर, इज्जत र प्रशंसा गर्दछु. अनि यो समय प्रभु हामी तपाईँ परम प्रभुलाई धन्यवाद दिन्छु यो दिनको लागि. यो सुन्दर दिन तपाईँ परम प्रभु परमेश्वरले हाम्रो निम्ति दिनुभएको छ. तपाईँलाई धन्यवाद सबै कुराहरूको लागि. प्रभु तपाईँ परम प्रभु महिमित हुनुभएको छ. हामी तपाईँ परम प्रभु परमेश्वरलाई हामी उचाल्न पाउनु नै प्रभु हाम्रो लागि असल कुरा हो. प्रभु बुहारी जमुनालाई चाहिँ म यो भजन गाउँदै गर्दा अगाडि आएर अनि यो सोफामा बसिदिनु हुनको लागि चाहिँ म एकदमै आग्रह गर्न चाहन्छु है.
आकर्षका छन् प्रकृतिलाई सृष्टि गर्ने प्रभु कति अद्वितीय छन् प्रकृतिलाई सृष्टि गर्ने प्रभु कति अद्वितीय छन् तपाईको त्यो असल हुनुहुन्छ प्रभु कृपालु परमेश्वर दयालु परमेश्वर हाम्रो सोच हाम्रो समझ भन्दा माथि सोच्नुहुने परमेश्वर मानिसहरू हामी बोल्न सक्छौँ तर परमेश्वर कहिले पनि भुल्नुहुन्न परमेश्वर जस्तो अरू कोही पनि छैन प्रियहरू सारा स्वर्गमा सारा पृथ्वीमा सारा ब्रह्माण्डको मालिक उहाँ नै हुनुहुन्छ एकमात्र ईश्वर जो राजाहरूका राजा हुनुहुन्छ अब हामी त्यो परमेश्वरलाई भजन गाउँदै हामी चाहनेछौँ अझै हाम्रो आवाजहरूद्वारा हाम्रो स्वरहरूद्वारा गीत भजनद्वारा हामी उहाँको नाउँलाई उचाल्नेछौँ यो वैवाहिक जीवन हिजोभन्दा आज धेरै फरक पाइसकेँ मैले। तपाईँले कति पाउनुभयो?
हिजो भाइको कपालको स्टाइलै अर्कै थियो उता जाँदा, आज हेर्नु त बुहारी आएपछि अर्कै भइसक्यो। बिस्तारै हो परिवर्तन चाहिँ हुँदै जान्छ, बिस्तारै एकअर्कालाई। धेरैचोटि के हुन्छ भने विचारहरू चाहिँ नमिल्न सक्छ क्या। कपाल कता लर्काउने भन्ने केटाको बेहुलाको छुट्टै चोइस हुनसक्छ, बेहुलालाई चाहिँ फेरि अर्कै चोइस लाग्न सक्छ, यो चाहिँ यता लर्काउँदा राम्रो लाग्छ भनेर। त्यस कारणले कहिलेकाहीँ अर्को लागि पनि लर्काइदिनुपर्छ है, त्यस्तो चाहिँ हुन्छ। तर उद्देश्य भने एउटै हुनुपर्छ। म धेरै लामो बोल्न गइरहेको छैन, सम्भवतः उहाँहरू धेरै विषयमा अब पोख्त पनि हुनुहुन्छ। विवाह भने के हो भन्ने कुराहरू अब लगातार हामीले बोलिराखेका थियौँ, त्यही माथि हामीले सुन्दै पनि आइरहेका छौँ। त्यसै कारणले विवाह भनेको चाहिँ परमेश्वरले राख्नुभएको एउटा विधि मात्र होइन क्या, जस्ट यो चाहिँ गर्ने कुरा हो, एउटा ऊ हो विधि जस्तो मात्र होइन, तर यो चाहिँ परमेश्वरमा गरिने करार हो। आमेन। यो चाहिँ करार हो क्या। करारमा बाँधिसकेपछि चाहिँ अब कोट किने जस्तो होइन। हिजो म उता जाँदा अर्कै कोट लाएको थिएँ है, अनि मलाई के मन लाग्यो त्यही कोट लाएर आउँदा आज फेरि एउटै कोट लाएर आयो भन्छन् कि भनेर मैले आज अर्कै कोट लाएर आएँ होइन। यो चाहिँ फेर्न मिल्छ होइन, तर विवाह भनेको चाहिँ फेर्न मिल्दैन। अब भाइले अर्कै सोच गर्न धरि मिल्दैन, फेर्न त जासुक जाओस्, सोच गर्न धरि मिल्दैन। अब चाहिँ जे गर्ने हो विवाह पहिला गर्ने हो भन्न खोजे, त्यो सोचहरू थियो भने त्यो पहिला हुन्थ्यो होला। अब विवाहपछि चाहिँ त्यो सोच गर्न मिल्दैन। त्यस कारणले विवाह भनेको परमेश्वरले राखिदिनु भएको एउटा करार हो। हामी उत्पत्ति 2को 18 पदमा हेरौँ त थोरै। फेरि परमप्रभु परमेश्वरले भन्नुभयो, मानिस एक्लो रहन के छैन, असल छैन, म त्यसको निम्ति एउटा सुहाउने एकजना सहयोगी बनाउनेछु। यो चाहिँ परमेश्वरले नै सृष्टिको सुरुवातमा सबै कुरा सृष्टि गर्नुभयो। सुरुमा त मान्छे एउटा मात्रै बनाउनु भएको थियो होइन, छोरा मान्छे मात्रै भनौँ, आदमलाई मात्रै बनाउनु भएको थियो। अनि परमेश्वरले के देख्नुभयो भने यो अलिक सुहाउने कुरा भएन, यो चाहिँ अलिकति राम्रो देखिएन। त्यसै कारणले अब उसको लागि म असल सहयोगी बनाउने छु भनेर परमेश्वरले सुरुमै सृष्टिमा नै उहाँले कबुल गर्नुभयो। र परमेश्वरले त्यही अनुसारले विवाह चाहिँ सृष्टिको सुरुवातदेखि भएको हो। अब हाम्रो नेपालमा आइसकेपछि छुट्टै कल्चर भएर चाहिँ विवाहको सुरुवात भएको होइन। विवाह त सुरुवातको सृष्टिको सुरुदेखि नै परमेश्वरले सृष्टि गर्नुभएको कुरा। यो कति सुन्दर कुरा हो, कति असल कुरा हो। विवाह चाहिँ जीवनको जिन्दगीको सबैभन्दा खुसीको छेड हो, असल छेड हो, आशिषको छेड हो है। अनि हाम्रो आशिष भाइको त्यसै आशिषको छेड है, हाम्रो बुहारीको पनि अब आशिषकै छेड। कति असल कुरा हो। हामी छोटो प्रार्थना गरौँ। प्रभु, हामी तपाईँलाई धन्यवाद भन्न चाहन्छौँ। म जुन विषयमा वचन बोल्न गइरहेको छु प्रभु, आज विशेष गरेर हाम्रो भाइ बुहारीले यी वचनहरू हृदयमा गुम्न सक्नु भएको होस् प्रभु। अनि साँच्चै नै प्रभु यो वचनले काम गर्दछ प्रभु, तपाईँको जीवित वचन क्रियाशील छ, जीवनमा काम गर्दछ प्रभु। तपाईँको आशीर्वाद राख्नुहोस् येशू प्रभुको नाउँमा, आमेन। विशेष गरेर उहाँहरूले भन्नुभएको छ, मृत्युले नछुटाएसम्म हामी एकअर्कालाई के गर्ने छैनौँ, छुट्ने छैनौँ, छुटाउने छैनौँ। हामीलाई छुटाउने कुराहरू केही पनि हुने छैनन् भनेर उहाँहरू भनिसक्नु भएको छ। त्यस कारण म यो पदलाई फेरि पनि दोहोऱ्याउन चाहे। फेरि परमप्रभु परमेश्वरले भन्नुभयो, मानिस एक्लो रहन असल छैन है। त्यस कारणले मानिस एक्लो रहन असल छैन, म त्यसको निम्ति एउटा सुहाउने एकजना सहयोगी बनाउँछु भनेर परमेश्वरले भन्नुभएको छ। हामी 23 र 24 पदमा हेर्ने हो भने चाहिँ के भन्छ भने, मानिसले भन्यो यो त मेरै हाडको हाड र मासुको मासु हो। तिनलाई स्त्री भनिनेछ किनकि तिनी पुरुषबाट निकालेकी थिइन्। त्यस कारणले मानिसले के भन्यो भने यो चाहिँ मेरो हाडको हाडै रहेछ, मासुको मासु नै रहेछ भनेर मानिसले भन्न थाले भने। त्यस कारणले तपाईँलाई थाहा छ आज हामी के आएका छौँ, लुगा लाएर आएका छौँ, सबै भएका छौँ, तर श्रीमान श्रीमती चाहिँ लजाउने छैन, किनभने तिनीहरू एउटै शरीर हुन्। तिनीहरू चाहिँ
एउटै हुन् भनेर बाइबलमा प्रष्ट भनिएको छ। यसै कारण मानिसले आफ्ना आमा बुवालाई छोड्छन् र आफ्नो पत्नीसँग मिलिरहन्छन् र तिनीहरू एउटै शरीर हुन्छन्। आमेन। होइन, मानिस चाहिँ आफ्नो बुबा आमासँगबाट के हुन्छन्? अलग हुन्छन्, तर आफ्नो पत्नीसँग चाहिँ कहिले पनि अलग हुन सक्दैन है। यहाँ अब अलिकति उमेर भएको बुवा आमा हुनुहुन्छ, तपाईँहरूलाई अनुभव छ है, तपाईँ बाउ आमासँग छुट्टिएर बस्नु भएको छ, तर श्रीमतीसँग छुट्टिएर बस्यो भने कोही छ र यहाँ? कोही छ र? कोही छैन। बुबा आमासँग चाहिँ छुट्टिएर बस्न मिल्छ होइन, दाइ भाउजूसँग छुट्टिएर बस्न मिल्यो, अथवा आफन्त जोसँग छुट्टिएर बस्न मिल्यो, तर श्रीमान श्रीमती चाहिँ छुट्टिएर बस्न मिलेन। यदि त्यहाँ छुट्टिएर बस्यो भने समस्या छ भनेर बुझे हुन्छ। त्यसै कारणले परमेश्वरको वचनले प्रष्ट रूपमा भन्छ तिनीहरू आफ्नो आमा बुवासँग छुटिएर बस्नेछन्, तर उनीहरू श्रीमान श्रीमती चाहिँ एउटै शरीर भएर रहनेछन् भनेर बाइबलमा प्रष्ट रूपमा भनिएको छ। त्यसकारणले तपाईँलाई थाहा छ विवाह धेरैचोटि के भएको छ? बिग्रिएको छ। त्यसकारणले जब विवाह व्यक्ति आफैले गर्न थाल्छ नि तब समस्या बढ्दै जान्छ। जब व्यक्ति आफैले विवाह गर्न थाल्छन् समस्या चाहिँ चुलिँदै बढ्दै जान्छ। त्यहाँ मिल्ने त छरछरी जतौडा भए पनि समस्या मिल्दैन। त्यस कारणले विवाह चाहिँ परमेश्वरको उपस्थितिमा होइन, हिजो कति असल रूपमा त्यत्रा मानिसहरूको बिचमा 500-600 जना मान्छेहरू हुनुहुन्थ्यो होला, त्यत्रो मान्छेहरूको बिचमा साक्षीमा होइन, बेहुला बेहुलीले नै दुवैजनाले करारमा बाँधिएर हामी दुवै एक हुनेछौँ होइन, हामी एकअर्कालाई छोड्ने छैनौँ, हामी सधैँभरि माया प्रेममा गरिरहनेछौँ, हामी एकअर्कालाई घटीमा कमीमा हामीलाई प्रशस्ततामा हामी जहिले पनि हामी एकसाथ रहनेछौँ भनेर उहाँहरू एकसाथ प्रतिबद्धता गर्नुभयो। कति असल कुरा छ, कति राम्रो कुरा छ। बाइबलले कहिले पनि नराम्रो कुरा सिकाउँदैन। हामीले असल कुरा चाहिँ असल मानिसहरूबाट सिक्न सक्छौँ, खराब मानिसबाट सिक्न सक्दैनौँ। त्यसै कारणले प्रियहरू जब विवाह व्यक्ति आफैले गर्न थाल्छन् तब समस्या बढ्दै जान्छ, तब विवाहमा बढी हानि हुन थाल्छ, खराब हुन थाल्छ, झै झगडा हुन थाल्छ होइन। विवाह गरिसकेपछि आजै हाम्रो भाइ आशिषले धेरैजनालाई हाम्रो बुहारी नानीलाई चिनाइसक्नु भयो होला। उहाँ चाहिँ मेरो भेनाजु भन्दा अब बुहारीले जय मसी नमस्कार भनिसक्नु भयो, भन्नुभएको आएन भाइ? त्यो भन्न लागेको लगाइसक्नु भयो है। किनभने अब नचिनाएसँग त को नि, को भेनाजु को काका होइन। अब भाइले चिनाउँदै जानुहुन्छ, अब त बहिनीले के कबुल गर्नुभयो भने तपाईँको मामा चाहिँ मेरो पनि मामा हुनेछन्, तपाईँको काका मेरो पनि काका हुनेछन्, तपाईँको भेनाजु मेरो पनि भेनाजु हुनेछन् भनेर बहिनीले घरका सबै कुराहरू छोडेर यतै आइसक्नु भयो। अब त भाइले राम्रोसँग चिन्जान गराएर एउटै परिवार र एकसाथ रहने भनेर उहाँहरू आइसक्नु भएको छ। त्यसकारणले प्रियहरू विवाहमा हानि हुने कुराहरूमा बढी हामी हाबी हुनु हुँदैन, बढी त्यसमा लागिरहनु हुँदैन। जसले विवाहलाई फल्दो फुल्दो बनाउँछ, तपाईँलाई जसले असल सल्लाह दिन्छ नि त्यो मान्छेसँग बढी सङ्गत गर्नुहोस् क्या, राम्रो सङ्गत गर्नुहोस् होइन। जो त्यस कारणले मैले अघि भने विवाहको जोडी चाहिँ लुगा फेरे जस्तो होइन कि, मैले अघि नै आफ्नै कोटको उदाहरण दिएँ नि त होइन। मलाई मन परेन म लुगा चाहिँ फेर्न मिल्छ, विवाह गरे विवाहिता पत्नी विवाहिता पति चाहिँ फेर्न मिल्दैन, त्यो चाहिँ फेर्न मिल्दैन। विवाह एउटैसँग हुन्छ र त्यो परमेश्वरले राख्नु भएको अनन्तको करार हो। विवाह चाहिँ एउटै व्यक्तिसँग हुन्छ, यो चाहिँ परमेश्वरले राख्नु भएको अनन्तको करार हो होइन। अब भाइ जहाँ भए पनि सम्झिन परे, सम्झिराख्ने व्यक्ति भनेको चाहिँ अब हाम्रो बुहारीलाई हो, जमुना बुहारीलाई हो। धेरै कुरा गर्ने व्यक्ति भनेको अब जमुना बुहारीको है, उसको यस्तो राम्रो छ, उस्तो राम्रो छ, यो ठिक छ भनेर सुनाइरहने, गुणगान गाइरहने भने आफ्नै श्रीमतीको। त्यस कारणले अब बहिनीले पनि सुनाइराख्ने चाहिँ आफ्नै श्रीमानको है, आफ्नै श्रीमानको विषयमा भन्ने हो, राम्रो लाग्ने हो कि होइन? तपाईँहरू पनि त्यस्तै हुनुहुन्छ नि होइन। तपाईँहरू कुरा गर्दै जानुहुन्छ अनि आफ्नो श्रीमानको अलिकति गल्ती जस्तो कुरा तपाईँले गर्नुभयो भने अर्कोले अलिक धेरै भन्नुहुन्छ, अनि धेरै भन्नु हुँदा तपाईँले फेरि कुरा ढाकढुक बनाएर उहाँ चाहिँ यो विषयमा फेरि राम्रै हुनुहुन्छ है भन्न थाल्नुहुन्छ। किनभने आफ्नो मान्छे धेरै माया लाग्छ र परमेश्वरले त्यसैको लागि बनाउँदा हो कि होइन? हो नि। विवाह भनेको चाहिँ परमेश्वरले आफैले छानेको कुरा हो, आशिष भाइले छानेको कुरा होइन, जमुना बहिनीले छानेको कुरा होइन, यो त कसले छानेको कुरा हो?
परमेश्वरले आफैले छान्नु भएको कुरा हो। यो पहिले सुरुदेखि नै भएर आइरहेको कुरा हो विवाह भने चाहिँ है। आज मलाई त विवाह मैले छानेको भने परमेश्वरले छान्नु भयो नि। विवाह त सुरुमा नै छानेर कुरा भएको छ। त्यस कारणले परमेश्वरले हरेकको निम्ति असल जोडी उहाँले नै जुटाउनुहुन्छ। प्रार्थना गर्नु पर्यो र तयारी हुनु पर्यो होइन। भाइ प्रार्थना गर्नुभयो, बहिनी प्रार्थना गर्नुभयो, कहाँ कहाँ गएर भेट भयो, तर परमेश्वरको योजना अनुसार भेट भयो। धेरै देख्नुभयो होला नि होइन। भाइले पनि धेरैजना देख्नुभयो होला नि विवाह नगरेर मान्छे, बहिनीले पनि धेरैजना देख्नुभयो होला नि। तर परमेश्वरले छानेको मान्छे चाहिँ असल रूपमा जुड्छ, आशिषमय हुन्छ, जीवन धेरै रमाइलो हुन्छ, मजा आउँछ है। भोलि छरछरी भइसकेपछि झन् अब 2 जनाबाट 3 जना 4 जना हुँदै जान्छन्। अब म त्यही प्रोसेसमा छु। अब हामी 3बाट 4 जना हुँदैछौँ है। अब छोरालाई हिजो अब उमा लग्यो, आरुघाट चर्चमा लग्यो। अब उसलाई त्यहाँ चाहिँ कस्तो रमाइलो लाग्यो भन्दा उसले रमाइलो लाग्यो भन्दा मलाई चाहिँ धेरै रमाइलो लाग्यो क्या। किनभने त्यो रमाइलो चाहिँ थपिँदै जान्छ होइन। छरछरीको खुसी चाहिँ अझै बाबुआमाको धेरै खुसी हुन्छ हो कि होइन। हुन त मेरो जे भने पनि यही छोराछोरी हो भनेर किन भन्छन् त बाबुआमाले? किनभने त्यहाँ खुसी जोडिएको छ, परमेश्वरको आनन्द जोडिएको छ, परमेश्वरले जोडेको करार जोडिएको छ। त्यसै कारणले त्यो खुसी हुने हो, आफै खुसी भएन। किनभने परमेश्वरले त्यो सबै एउटै जोडिदिनु भएको छ, पाइपलाइन भनौँ न। त्यस कारण मैले अघि नै भने विवाहमा धेरैचोटि श्रीमान श्रीमतीमा विचार चाहिँ नमिल्न सक्छ क्या होइन। तपाईँले भनेको कुरो श्रीमानलाई मन नपर्न सक्छ, अथवा श्रीमतीले भनेको कुरो श्रीमानलाई मन नपर्न सक्छ। श्रीमानले भनेको कुरो पनि श्रीमतीलाई कहिलेकाहीँ मन नपर्न सक्छ। तर उद्देश्य भने चाहिँ एउटै हुनुपर्छ। बुझ्नु भएन? तपाईँहरू दुईवटा छुट्टै पाटोबाट आएको मान्छे हो क्या, छुट्टै संस्कारबाट आउनुभएको मान्छे हो, छुट्टै विचारबाट आउनुभएको मान्छे हो। तर हाम्रो उद्देश्य चाहिँ एउटै हुनुपर्छ। हाम्रो लक्ष्य, हाम्रो गोल चाहिँ एउटै हुनुपर्छ। पूर्व र पश्चिम भयो भने त फाटिगयो नि। उद्देश्य चाहिँ एउटै हुने हो होइन। उद्देश्य चाहिँ एउटै हुनुपर्छ। तपाईँलाई थाहा छ 11वटा प्लेयर हुन्छन्। 11वटा प्लेयरमा उद्देश्य भनेको चाहिँ गोल हान्ने हुन्छ। तर कसैले चाहिँ पछाडि बसेर पास दिने हुन्छ, कसैले के गर्ने हुन्छ। भलै यसमा त्यति नमिल्ला तर पनि त्यसमा टिमको उद्देश्य एउटै हुन्छ भनेपछि श्रीमान र श्रीमतीको उद्देश्य एउटै हुनुपर्छ। आज हाम्रो भाइ आशिषले त्यही कुरा पाउनु भएको छ, सबैभन्दा बहुमूल्य कुरा है। हातमा लागेको औँठी अथवा गरगहना भन्दा सबैभन्दा बहुमूल्य चाहिँ हाम्रो बुहारी जमुनाले त्यही कुरा पाउनु भएको छ। जिन्दगीको सबैभन्दा बहुमूल्य कुरा हाम्रो भाइ आशिष। यो चाहिँ सबै कुराभन्दा बहुमूल्य कुरा हो क्या। त्योभन्दा बहुमूल्य कुरा अरू छैन, अरू हुँदैन उहाँहरूको लागि। त्यस कारणले एउटा श्रीमान श्रीमतीले पाउने बहुमूल्य कुरा त्यही नै हो। त्यस कारणले पत्नी पाउनेले असल कुरा पाउँछ, परमप्रभुबाट निगाह प्राप्त गर्छ। आमेन। त्यो चाहिँ हितोपदेश 18:22 भन्छ, पत्नी पाउनेले के पाउँछ अरे? असल कुरा पाउँछ। त्यस आदरणीय पास्टरज्यूलाई किनभने स्पष्ट रूपमा परमप्रभुको वचनबाट उहाँले सुनाएर जानु भइसकेको छ है, प्रमाण सहितको सबै कुराहरू। र अब हामी विशेष भागमै हामी छौँ है। अब अन्तिममा छौँ, आजको यो कार्यक्रमको चाहिँ अन्तिममा छौँ। अब यस समय चाहिँ म हाम्रो भाइहरूलाई म यस समय दिन चाहन्छु। आदरणीय भाइ सुरजलाई म यस समय दिन चाहन्छु। अनि विशेष गरिकन उसले आजको विशेष पात्रहरूको लागि चाहिँ स्पेसल सङ लिएर आउनुभएको छ है। यो समय चाहिँ उहाँले सम्हाल्नु हुनेछ। त्यसपछि हामी स्पेसल डान्सलाई हामी हेर्नेछौँ है। सङ राख्नुभन्दा अगाडि चाहिँ एउटा केही कुरा भन्छु म। मैले हिजो अनि अगाडि विवाह हुँदै गर्दाखेरि मैले पछाडि बसेर हेर्दै गर्दाखेरि मैले एउटा कुरा चाहिँ फिल गरिराखेको थिएँ है। त्यो कुरा के हो भन्दाखेरि आदरणीय विवाह चाहिँ कति सुन्दर हुन्छ भनेर त्यो उदाहरण हामीले देख्दै थियौँ हिजो है। हामी धेरैचोटि सुन्छौँ धेरै ठाउँमा कोही भागेर विवाह गरेको होइन, अब कोही यत्तिकै हिँडेको, त्यो समाजको अगाडि समाजको सामुन्ने एकदमै समाजलाई अनादर गरेको, साथै परमेश्वरलाई अनादर गरेको त्यो हामी भेटाउँछौँ। तर हिजो हामी सबैजनाले देख्दै थियौँ कि परमेश्वरको भयमा
रहेर गरेको प्रेम अनि त्यो आदरणीय विवाह चाहिँ कति सुन्दर हुन्छ भनेर हामीले हिजो देख्दै थियौँ है। अनि परमेश्वरलाई धन्यवाद भएको होस्, यति असल समय, यति सुन्दर समय अनि यो खुसी आज हामी सबैजनाले एकअर्कामा हामीले साट्न पाएका छौँ है। अनि विशेष गरी यो गीत चाहिँ अनि हाम्रो आशिष दाइ र अनि जमुना भाउजूको लागि है, तपाईँहरू सबैजनाले सुन्न सक्नुहुन्छ र विशेष गरी पनि आशिष दाइ र जमुना भाउजूको लागि। Together in this journey
यसु दिनुभयो मलाई असल जीवन साथी जीवनको यात्रा गाह्रो भए नि समाउने एउटा साथी मायाको भाषा कति गहिरो कहिले बुझ्नै नसक्ने हृदयको घाटा मनको चोटा सबै छोडिदिने मायाको भाषा कति गहिरो कहिले बुझ्नै नसक्ने हृदयको घात मनको चोटा सबै छोडिदिने धन्यवाद यसु देखायो मलाई माया के हो भनी कृतज्ञ छु म तिमीसँग दियो जीवन साथी खुसीमा आँसुमा हात मेरो समाउन जिन्दगीमा कतै हारे भने तिम्रो मायाले उठाउन खुसीमा आँसुमा हात मेरो समाउन जिन्दगीमा कतै हारे भने तिम्रो मायाले उठाउन मेरो प्रेरणा मेरो आशा मेरो जिउने कारण राख्नेछु सदा हृदयको ठाउँमा माया गर्छु नि झन् यो जीवनको यात्रामा सँगसँगै हिँडौँ हामी साथ कहिले नछोड्ने बाचा गरौँ हामी यो जीवनको यात्रामा सँगसँगै हिँडौँ हामी साथ कहिले नछोड्ने बाचा गरौँ हामी जब फाइनल्ली है अब आजको कार्यक्रम सकेर चाहिँ यहाँ बधाई दिने काम भइरहेको छ है मैले त बधाई दिइसकेँ अहिले यहाँ बधाई दिने काम भइरहेको छ है साथीहरू यहाँ हाम्रो ठुल्दिदीले हुनुहुन्छ अहिले ल अनि हाम्रो दिदी सबै बहिनी टक्क लाएर बधाई दिइसक्नु भएको छ है उहाँहरू फोटो सेसनको काम सुरु हुन्छ यहाँ साथीहरू ल टक्क लाएर हाम्रो आन्टी चाहिँ रातो साडीमा सजेर आउनु भएको छ कलेजी साडीमा टक्क लाएर होइन ल अब फोटो खिचिदिन्छु म ल गाइस है अब फाइनल्ली हामी चाहिँ खाने समयमा आइपुगेको के भन्छ यसलाई भोजनको समयमा आइपुगिसकेका छौँ है अनि हाम्रो यता राजमावाली हुनुहुन्छ हाम्रो सन्ना दिदी पुलाउवाली हुनुहुन्छ हाम्रो सृजना दिदी र मजिता अचारवाली है अचार माछा चोले माछा खाँदैन ऊ माछा यो त लिन आउनेवाला तिमीहरू चाहिँ के हो नि तिमी प्राउन हो तिमी पापड ए कति धेरै छ के रे
मैले यसलाई जहिले प्राणै तपाईँ चाहिँ केमा कुखुराको मासु अनु भन्नुभएको छ त कुखुराको तपाईँ चाहिँ निकालिदिने त्यो भाडा यता चाहिँ पाक्दैछ अझै पाक्दै हो कि बाँकिसक्यो मासु भनेर ग्रेभी मात्रै हाल्नु भएको त मासु भनेर ग्रेभी मात्रै हाल्नु भएको त मासुले हामीलाई साथ दिँदैन आवश्यक हुन्छ काम नगर्नु मान्छेले भिडियो बनाउन आउने काम भिडियो बनाउनु पनि काम हुँदा रेकर्ड भइरहेको छ त्यो मोबाइल अठाउने कामहरू काम त हो नि त्यो भाडा उठाउने काम भइसक्यो मोबाइल उठाउने काम हुन्छ कि त्यो भाडा उठाउने काम भइसक्यो यो पनि काम हो जीवन दाई मासुको भाडा हो मासुको हो के को मासु दाई भाडा के को मासु दाई खुसीको खुसीको पानी पर्यो हो पुरो मासु दाइले भ्याउनु भएको सबभन्दा धेरै लजाउने मान्छे अब हेर्दै हेर्दैन है त तल मात्रै हेर्छ हेर्दै हेर्दैन ऊ लास्ट लजाउँछ चिना नचिने जस्तो गर्छ मजा हामी फोटो खिचिरहेको ल न ल यता यो मान्छे चाहिँ पिर नआउने मान्छे खालि किन एक्लै आएर खान्छ लास्ट खतम मान्छे लास्ट खतम मान्छे होइन त दाइ एक्लै आएर खाने है ए त्यही भए मान्छे नदिने एउटै त मागेको थिएँ उहाँ चाहिँ हुनुहुन्छ हाम्रो आजको विशेष व्यक्ति दुलाहाको मम्मी हुनुहुन्छ है उहाँ चाहिँ भाउजू हुनुहुन्छ उहाँहरू चाहिँ आफन्त हुनुहुन्छ है ल यता पनि पुरा खाँदै हुनुहुन्छ एउटा हामीलाई पनि देखाउनु त उता सबैजना खाना बस्नु भएको छ एन्टी ल बुवा रामसँग खानु है बुवा ल रामसँग खानु सबैजना हजुर ए फोटो हस् मैले भिडियो गरिरहेको छु आन्टी खानु होइन उता चाहिँ हाम्रो शान्ता दिदी भेनाजर हुनुहुन्छ बुवा हाम्रो बेहुला बेहुली हुनुहुन्छ है उहाँहरू चाहिँ ल आशिष भाइ र बुहारी बहिनी जमुना बुहारी बहिनी नमस्कार हाम्रो लाइक कमेन्ट सब्सक्राइब सेयर गरिदिनु होला धन्यवाद ओके गाइज ल आजको यो भिडियोलाई चाहिँ म यहीँ अन्त गर्न चाहन्छु एन्ड थ्याङ्क यू सो मच फर लभ एन्ड सपोर्ट एन्ड डोन्ट फर्गेट टु लाइक सेयर एन्ड सब्सक्राइब बाई बाई सी यु इन नेक्स्ट ब्लग